वेलकम टु माई अनदर भिडियो गाइज। अनि हामी आइसकेको छौँ आज जापानको एकदम दामी फेमस, जापान भरि नै फेमस, जहाँ चाहिँ पुरै खाम्तो एरियाको मान्छेहरू आउँछन्। यहाँ चाहिँ यहाँको भ्यू हेर्नको लागि, यहाँको साकुराको फुलहरू हेर्नको लागि, यहाँको हानाबी गरेर बस्नको लागि। र हामी पनि त्यही सिलसिलामा आएको छौँ। हामी पछाडि देख्न सक्नुहुन्छ, वरिपरि देख्न सक्नुहुन्छ, पुरै साकुराको बारी नै छ। अनि यो नै हो बेस्ट भ्यू भनेको, यो बसन्त ऋतुको। बसन्त ऋतु भनेको जापानको एकदम के, जहाँ छ त साकुरा भनेर तपाईँले एकदम सुन्नुभएको होला। त्यही साकुरा हेर्न हामी पनि आएको छौँ। र किन नहेर्ने भनेर, र यसपछि त्यो सिजन सकिहाल्छ, त्यसपछि के हेर्ने, र भएको कुरालाई युटिलाइज गर्नको लागि हामी आएको छौँ। लेट्स डु गाइड। हामी चाहिँ तपाईँहरूलाई दामी सिनहरू पनि देखाउँछौँ। लेट्स डु। तपाईँहरू पनि इन्जोय लिएर मस्तले हेर्नुहोस्। ओके, लेट्स गो। अगाडि साकुरा हेर्नु तपाईँहरूले होइन। अब चाहिँ शिवा साकुरा हेर्छौँ। शिवा साकुरा भनेको भुइँको, जो भुइँमै फुलेको हुन्छ। र यो उहाँको फुल्नु छ छ, पुरै भुइँभरि फुलेको होला। त्यो चाहिँ हेर्न सक्नुहुन्छ। हामी चाहिँ लेट्स गो। हामी चाहिँ यहाँ पुग्यौँ पार्किङमा। भोक लागिसक्यो, केही खानुपर्छ होइन। के खाने त आज? के छ? एकैचोटि देखाइदिएर केही खानुपर्छ। हामी टिकट पनि काटिसक्यो गाइज। लेट्स हामी केही खाएर यतातिर भित्र भित्र पुरै कुरोहरू छ, स्टलहरू छ, त्यहाँ गएर के खान्छौँ। हामी चाहिँ पछिरावा हामी चाहिँ गाइज हाम्रो चाहिँ एक्सपेक्टेसन अनुसारको चाहिँ रियालिटी एक्सपेक्टेसन चाहिँ यो हो, रियालिटी चाहिँ यो छ। अब अझै फुल चाहिँ 1-2 हप्ता लाग्छ होला। यहाँ चाहिँ अब मौसम परिवर्तन भयो भने दामी हुनेछ। फुल हो र टोटल्ली फुलिसकेको छैन, पछाडितिर फुलेको छैन। यतातिर चाहिँ पुरै हल्का लगभग 80% फुलेको छ। अझै 20% फुल्यो भने पुरै वान कलरको हुन्छ। र यो हेर्नको लागि आयौँ। र साकुरा पनि मजाले देखाइसक्यो तपाईँहरूलाई। यो चाहिँ हाम्रो आजको प्लान थियो। र यस्तै जग्गा कस्तो लाग्यो भिडियोहरू यसो हेरेर साथ दिनु होला। अनि म दामी जापानको अब यस्तै हो, घुम्ने, खाने, मोज गर्ने र तपाईँहरूलाई सब कुराहरू देखाउने। लेट्स डु गाइज। ओके, लेट्स डु। अहिले चाहिँ हामी चाहिँ पछाडिको भ्यू मस्तले हेरेर फर्किनु पऱ्यो अब घरतिर। कति हेर्ने होइन, घर पनि पुग्नुपर्छ। अनि ए 13 मा एआई छ नि त। अनि एआई का एआई म स्यामसङ त
अहिले चाहिँ हामी चाहिँ लगभग पछाडिको सिन फुल्दैछ, हामी हेर्दैछौँ र अब चाहिँ भोक लागिसक्यो, के खानु पर्दै हुन्छ, खाएर टक्कै आजको हाम्रो नेपालमा गर न हौ यतिको दिल्लीतिर। ओ सुगाइन्या